हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। नेपाल आएको पनि 2-3 हप्ता भएछ। 2-3 हप्तादेखि यही ज्याकेट लगाइरहेको थिएँ कि मैले। अनि भाइले यही ज्याकेट कति लाउँछस्, म तँलाई आज एउटा नयाँ गिफ्ट दिन्छु भने के गिफ्ट दिन्छ भनेर भनेको त गेट खोलेर यो गिफ्ट रे, यो चाहिँदैन हौ, ज्याकेट चाहियो ज्याकेट भनेको त ल हिँड्न त हिँड, राम्रो ज्याकेट किनिदिन्छु, कति घरमा बस्छस् भनेर भन्न थाल्यो। विदेशमा बस्दा बस्दा वाक्क भएको, त्यही भएर घरमै बसिरहेको थिएँ म। आज चाहिँ यसको पैसा सकिदिनु पर्यो भनेर स्कुटरमा खुसी खुसी साथ बसेँ। अनि मैले स्कुटरमा बसेर मलाई चाहिँ लेदरको ओरिजिनल प्योर ज्याकेट चाहियो भनेर भने ल जति दाम पर्यो नि म किनिदिन्छु ओरिजिनल लेदरको ज्याकेट भनेर मलाई कोटेश्वरतिर लिएर गयो। कोटेश्वर चोकमा पुग्ने बित्तिकै प्लेन आयो। यसो प्लेन हेर्दै थिएँ, भाइले त अघि नै मलाई बानेश्वर चोकमा पो पुर्याइसकेछ। बानेश्वर चोकमा यहाँ कहाँ पाउँछ हो ओरिजिनल लेदर भनेको त अघि पुरानो बानेश्वर पुर्याइसकेछ। स्कुटर हो कि हेलिकप्टर हो यो भनेको त अगाडि पर्दैनस्, राइट साइडमा के हो भनेर भने। मैले के हो भनेको त लक्सोरा हो दाइ, लक्सोरा भन्न थाल्यो। मैले के हो यो लक्सोरा भनेर सोधेँ। उसले स्कुटरबाट ओर्ली भित्र हिँड अनि थाहा पाउँछस् के हो भनेर भने। मैले के चाहिँ रहेछ हिँड्न त भित्र भनेर हामी भित्र गयौँ। भित्र गएको त ओ माई गड, मेरो त भोइस नै चेन्ज भयो। यता हेर्छु लेदर, उता हेर्छु लेदर, लेदरको ज्याकेट, लेदरको वालेट, लेदरको पर्स, लेदरको लङ कोट, लेदरको ग्लोभ्स। अनि साइडमा हेर्छु त भाइले मेरो लागि ओरिजिनल लेदरको ज्याकेट अलरेडी नै अर्डर गरिसकेको रहेछ। यसो समातेर हेरेको त वाउ के भन्नु, मेरो त सब नै सक्यो। अनि मैले त्यसपछि ल मेरो शब्द सक्यो, तपाईँहरू गफ गर्दै गर्नुहोस्, म चाहिँ अरू पनि हेर्छु के पाउँदो रहेछ भनेर अरू पनि हेर्न थालेँ। त्यसपछि भाइ आएर देखेको थिएस् यस्तो ओरिजिनल लेदरको ज्याकेट भनेर भन्न थाले। मैले थिइनँ भनेर भाइलाई एक लाइक दिइहालेँ। आफूलाई हेर्छु अनि ज्याकेटलाई हेर्छु, जुन ज्याकेट हेर्छु त्यही ज्याकेट मनपर्छ। साँच्ची नै लक्सोरा जस्तो ओरिजिनल लेदरको ज्याकेट मैले अहिलेसम्म देखेको थिइनँ होला। उहाँहरूको ज्याकेटको क्वालिटी यति मन पर्यो नि, मैले उहाँहरूलाई मेरो भिडियोमा 1-2 शब्द बोलिदिनुहोस् ताकि जसले लेदरको ओरिजिनल ज्याकेट खोजिरहेको छ उसले तपाईँको स्टोर सजिलैसँग भेटाउन सकोस् भनेर। हेलो एभ्रीबडी, नमस्ते एन्ड वेलकम टु द लक्जोरा लेदर नेपाल। र सबैजनालाई स्वागत गर्न चाहन्छु। र हाम्रो लोकेसन रहेको छ ओल्ड बानेश्वर चोक नियर बाई 32 पुतली मार्ग। र तपाईँले अर्डर अनुसारको ज्याकेटहरू बनाउन सक्नुहुनेछ, हामीसँग अभाइलेबल रहेको छ। डिजाइन अनुसारको कस्टमाइज सबै लेडिज चेन्जमा बनाउन मिल्छ। सो हरि अप गाइज, अब समर स्टार्ट भइसकेको छ। अर्को कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो पेज रहेको छ, पेजको नाम चाहिँ लक्जोरा लेदर नेपाल। इन्स्टाग्राम पेज रहेको छ, फेसबुक पेज, त्यसै गरी हाम्रो टिकटक पनि रहेको छ। इफ तपाईँले फलो गर्नु भएको छैन प्लिज डु फलो गरिदिनु होला। आई रिक्वेस्ट यु अल अफ यु गाइज होइन, किप सपोर्टिङ, किप लभिङ। र कन्ट्याक्ट नम्बर रहेको छ हाम्रो 9841230626। मोर इन्क्वायरीको लागि, मोर डिटेलको लागि तपाईँले वाट्सएप गर्न सक्नुहुन्छ, डाइरेक्ट कल पनि गर्न सक्नुहुन्छ। सोचेको भन्दा सस्तो दाममा मैले उहाँहरूसँग यो लेदरको ज्याकेट किने। अनि त्यसपछि उहाँहरूले मलाई यो कार्ड होल्डर पनि गिफ्ट गर्नुभयो। भाइलाई थ्याङ्क यू फर दिस भने। अनि हामी घरतिर लाग्यौँ। अर्को भिडियोमा भेटौँला। बाइ बाई गाइज। लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोस्।